यस्तो हान्ने मैले बन्चराले टाउको हान्ला बन्चराले मम्मीले कहिले दाउराले हाल्न पहिले बन्चराले हाल्न मम्मी के गराने भिडियो गराने मर्ने अरे हान्यो भने अहिले छटपटिलिस मम्मी तिमीले किन हान्छु भन्छौ कि एक मुठीको सास छैन मेरो यहाँ दाँत छ नि त पैसा छैन अरे पैसा हेलो साथीहरू तपाईँहरू सन्चै हुनुहुन्छ होला सन्चै छु आजको भिडियो चाहिँ आज बिहानबाट सुरु हुँदैछ हिजो चाहिँ मैले भिडियो बनाएको भिडियो हालेँ अहिले चाहिँ हामीहरू बसिरहेको छौँ घरसम्म होइन अहिले बाख्राको गोठ चाहिँ बनाउनु छ बासन मम्मीहरू बनाउँदैछन् अब म पनि जानु पर्यो त्यहाँ हेल्प गर्नु पर्यो मम्मीको मेरो मम्मी पुरा ढ्याङ्ग्रो बजाएर आउँछु नि जाने क्या त्यहाँनिर त्यही भएर म चाहिँ त्यहाँनिर बसेर भिडियो बनाउँदैछु अहिले चाहिँ म हेल्प गर्न जान्छु पछि म आउँछु ल ए मेरो दिदी होइन बिमारी भएर सन्चो भएको छ मेरो दिदीलाई चाहिँ हेर्न सक्नुहुन्छ यी हातमा आइछि आज जुन चाहिँ हस्पिटलमा अहिले हाँसिरहेको छु हेर हाँसिरहेको छु मुग्ने छ त देखिसकेँ दाँत अब हेर मम्मीको हेल्प गर्न म यहाँ आइसकेको छु भनेपछि मम्मी चाहिँ यहाँ हुनुहुन्छ है ए मम्मी यहाँ काम गर्दैछन् एउटा बार बनाइसक्यो भरको बार बनाउनु पर्यो गाईको लागि यो बार हो त्यसपछि बाख्राको लागि त्यहाँ बार लगाउनु पर्यो जाडो दिन लागिसक्यो यसलाई चाहिँ यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ लखर लगाएर हिटिरहन्छ लखर लगाएर हिट्ने कामतिर के छ मेरो काम त केही छैन क्या अब साथीहरू हामीले दुईवटा बार बनाइसक्यौँ पुरै बार बनाएर उ हेर्नु राखिसकेको छौँ त्यहाँ लगाइसकेको छौँ फेरि पनि बनाउँदैछ बिचमा चाहिँ 58वाला आएर हामीले 58 किनेको छौँ 15 रुपियाँको 4वटा 58 यो सही रेट हो यो कति सानो दाना चाहिँ यसमा के छ गुदी छ भने अहिले खोलेर हेर्छौँ छ कि छैन यसको 58 कति राम्रो रहेछ नि त पत्ली दाना पत्ली के अरे छालाको भन्थ्यो पत्ली छाला हो के हो ठाडो भाषा बोल्नु पर्ने यार ओ पुटो खाएर जाऊ दिदीलाई के दिनुहोस् दिदी उठ्दिने बाहिर भन्नु त्यसलाई हट्क्यो भने मम्मीले बन्चराले हान्छन् ऊ बन्चरो त्यहाँ छ पिचार दिस यो सिङलाई निल्न त रस थिएन के यो ल त छिल न त रस निकाल ल टक्कुले हाल्नु नआउँदा यहाँ कुकम्यान हुनु त म फेरि हेलो गाइज वेलकम टु माई इसापुरी भ्लग यसले त यही भन्न जान्छ हेलो फुच्ची भ्लगमा सबैलाई स्वागत छ इसापुरी भ्लग हो फुच्ची भ्लग होइन कस्तो होला मेरो आइडियाको नाम फुच्ची हो यार कस्तो दिवा खराब गर्छ दिवालले फुच्ची भ्लगमा स्वागत छ सबैलाई हेर्नु हामी खाना छौँ यस्तरी खाइरहेको छौँ भनेपछि यस्तो छिलिसक्यौँ पिचाएर दियो भने आफै छिल्न लागि छ हातमा अब यसले कस्तो राम्रोसँग निकाल्छ हेरौँ ल यो कोतारेर जिउभरि घाउ बनाइदियो भन्दाखेरि हेर यो के गरेर आएको यो यस्तो बनाउँछन् र के हेरेको निन्दा लागेन मम्मी लागेन छुटेर जाँड खोलेर खाले राति छुटेर यता त झन् घाम हुँदो रहेछ कपडा नओड्नु के कुना गीत गाउँथ्यो त्यो त बिडी खानुहुन्न यहाँ थिचियो पुरै थिचथाच भइगयो अब मेरो बहिनीले कति राम्रोसँग छिल्नु लाग्छ भनिसक्यो हेर यो के थिचाको यो हेर त मम्मी पुरै थिचथाच गराएर बढी रस भएर चुइया खाऊ के खाऊ मम्मी खाऊ मेरो हातदेखि दिएको खानु अरे इसाले दिएको खाने हामीले दिएको देखेर गाह्रो निदायो देखेर खान्न म त ए त बाख्रो निदायो अरे हाम्रो घरको यस्तो हाल छ होइन मेरो घर हो बच्चा यहाँनिर बसेको छु भनेपछि एउटा यो बाँकी रहेको छ 15 रुपियाँ 4वटा किनेकोमा खोल्दै हाल्ने यसले खाने काटेर के हाल्ने बाख्रो काट्ने हो मम्मी कोकोले मासु खाने सम्पर्क गर्नु होला 9880 4 बोका तरखसी 4 बोका नम्बर त्यही हो ल काटा मलाई पैसा चाहिएको छ काटा मलाई पैसा चाहियो कसले दिने अहिले तल हातमा पैसा मोर मामा घर के मामा छैनन्
तेरो मामा धनी छन् होइन धनी छ नि त उयो पाठो वाला के अरे के धनिया जिरा राख्छु नि बजे बाकसमा त्यही बेला त्यो बाकस ल्याएर आउनु अरे कपडा 2टा साडी दिए मैले उगाएर हेरेको त धनिया जिरा राख्ने हो भान्जी अरे के धनिया जिरा हालेर चामल पिठो हाल्ने हो अरे चोर त चोर लागि अहिले घरभरि चोर आउँछन् रे हाम्रो घरमा हेर त्यो भाले कसको पो भाले हो कि यस्तो आउँछ कि साथी हो कसले पहिला त इन्द्रा थिए इन्द्राले चोरी भन्थे अहिले को चोर होला छे सामाजिक सञ्जालमा यसरी बिडी खानुहुन्न बिडी खाएको या भिडियो आयो भने यहाँ उड्छ हो त्यही बिडी खानुहुन्न राज मान्दैन बिडी खान थिचियोको पुरै ठिक थाज भइगयो अब मेरो बहिनीले कति राम्रोसँग छिल्न लाग्छ भनिसक्यो अरे यो के थिचाको यो हेर त मम्मी पुरै थिच थाज गराएर बढी रस भएर चुइया खाना खाऊ के खाऊ मम्मी खाऊ मेरो हातदेखि दिएको खानु अरे इसाले दिएको खाने हामीले दिएको मलाई देखेर गाह्रो निदाएर चुक देखेर खान्न म त ए त बाख्रो निदायो अरे मेरो हाम्रो घरको यस्तो हाल छ होइन मेरो घर हो म चाहिँ यहाँनिर बसेको छु भनेपछि एउटा यो बाँकी रहेको छ 15 रुपियाँ 4वटा किनेको मा खोल्दै गाड्ने यसले खाने काटेर गाड्ने बाख्रो काट्ने हो बाख्रो काट्ने मम्मी ल ल कोकोले मासु खाने हो सम्पर्क गर्नु होला 9880 4 बोका तरखसी 4 बोका नम्बर त्यही हो ल ल काटा मलाई पैसा चाहिएको छ काटा मलाई पैसा हियो उसले दिने अहिले तँलाई हातमा ମୋର मामा घरकै मामा छैनन् तेरो मामा धनी छन् होइन धनी छ नि त उयो पाठो वाला के अरे के धनिया जिरा राख्छु नि बजे बाकसमा त्यही बेला त्यो बाकस ल्याएर आउनु अरे कपडा 2टा साडी दिए मैले उगाएर हेरेको त धनिया जिरा राख्ने हो भान्जी अरे के धनिया जिरा हालेर चामल पिठो हाल्ने हो अरे चोर त चोर लागि अहिले घरभरि चोर आउँछन् रे हाम्रो घरमा हेर त्यो भाले कसको पो भाले हो कि यस्तो आउँछ कि साथी हो कसले पहिला त इन्द्रा थिए इन्द्राले चोरी भन्थे अहिले को चोर होला छे सामाजिक सञ्जालमा यसरी बिडी खानुहुन्न बिडी खाएको या भिडियो आयो भने यहाँ उड्छ हो त्यही बिडी खानुहुन्न राज मान्दैन बिडी खान चाहिँ अहिले यस्तो हान्ने मैले बन्चराले टाउको हान्ला बन्चराले मम्मीले कहिले दाउराले हाल्न पहिले बन्चराले हाल्न मम्मी के गराने भिडियो गराने मर्ने अरे हाने भने अहिले छटपटिदिस मम्मी तिमीले किन हान्छु भन्छौ कि एक मुठीको सास छैन मेरो यहाँ बन्चराले 4 मुठी बनाइदिन्छ ल ल म फोन ल्याउँछु एकछिन ड्याडीसँग सम्पर्क गर्नुहोस् मेरो दिदी हाँस्न लागि छ हिजो हस्पिटलमा मुख बङ्गाउन लागि थियो आज हाँस्न लागि छ हेर यस्तो हालतमा बसिरहेको छु दिदी म यस्तो हालतमा छु भने घुमाइरहेको छ त्यति त घुमाएन हल्का हल्का घुमाए बाख्राको भयो छैन बाख्राको बाइबल पढ भने त्यसै सुते आउँछ यार बाख्राको सुप खिलाउने हो सन्चो हुन्छ बाख्रा मासु खानु कसले भन्यो त्यही ज्वरो आउनेलाई पनि झोल दबाइदिनु डाक्टरले भने होला ज्वरोको झोल दबाई हुन्छ नखानु भने खानु किन खाने सम्पर्क नम्बर 980947 बाबालाई फोन लागिरहेको छ खानमा लाखानु ल्याइदिनु 100 रुपियाँको ए हो र बोल्न नि हाल्नु ल हिरो जयमेसी बाख्रा काटौँ भनेर फोन गरेकी हो मेरो याद आएको छ नि त पैसा छैन अरे पैसा चाहियो अरे कोले खान्छ नि जान्छु गाउँतिर भनेर आउँछु बाख्रा काट्छु भन्छे मैले भने काट पैसा उठा काट कसले खाने तेरो बाह्र मासु भने दाँतमा अब यहाँ रेती लाउनु काट लचीले 1 किलो खाइहाल्थे रेती लाउनु पर्यो दाँतमा पैसा आइसक्यो आयो भने दिउँला भन्छे लचीले के बुहारीलाई खिलाउने हो भने चाहिँ आफूले 1 किलो मासु जम्मा खाँदै नपकाल लाग्छ न केही हुन्छ त्यसलाई त आम्ला केही खान नमिल्ने मलाई धेरै खान मन लाग्छ हग्दा त्यो साग पनि गयो हग्नमा जान पनि छोडे मम्मीलाई के खाएको पच्दैन न सब्जी खाएको पच्छ न गेडागुडी खाएको पच्छ न साग हुनेर हग्न गएको गयो मम्मीले के खाएर पचाउने सबै गयो त हग्न पनि जान छोडे ओ मुखेर यस्तो मुखेर हुन्छ त्यही राख आफूलाई त्यस्तो मुखेर माकान्डु भन्छ के भन्छ
मुखेर 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 त्यो बाख्रो हेर त त्यो बाख्रो के गर्ला हा गाईको बार लगाउँछु अब एउटा दुईटा खाना छ एउटा यता एउटा त्यता मम्मी हेर तिम्रो बाख्रो के गर्ला पछाडि हेर अब एक्सरसाइज सूर्य नमस्कार हो त यसलाई त भिडियो बनाउनु छ दोतीसम्म मात्र बजी हाम्रो आइसकेको छ भनेपछि हामी यहाँ बसेको छ मासु खाने हो किन बजी कति मासु खाने हो त्यहाँदेखि छेमा घर अब चाहिँ कति मासु खाने हो 3000 रुपैयाँ अहिले 2 किलो मासु लिएर आए भोलि खाउँदा फेरि लै अलि मासु मगाले भोलि खाउँदा फेरि बजे त आइसिन बजे मामा गएनन् किन गएनन् मामा पखाला लाएर दाइ पखाला लाएर उल्टी भएर मलाई मामालाई दाइ तिम्रो मामा तिम्रो दाइ नानीलाई के पखाल लाग्ने बिमार सबलाई चलेर रहेछ मम्मीलाई मम्मीलाई पनि पखाल लाग्यो मलाई पनि राति 3 बजे आएर देवले नि उल्टी गरेछ ल हेर सबलाई बिमारी भएको छ के बिमारी हो सबले भनिदिनु पर्यो अनि दारु खा भन्नु हो त दाइलाई सब मम्माले त दारु खाएर त्यस्तो भयो अरे मम्मीले के खाएर भयो तिमीले के खाएर भयो मलाई चाहिँ साग खाएर हरियो साग खाएको पच्दैन भनेपछि के खाएको पच्छ मेरो पनि हरियो साग खाएको पच्दैन अरे कसैले मासु खाएको पच्दैन म हेर ऊ पर के भयो खाली छैन सिनागर अब हेर देख्न सक्नुहुन्छ मेरो बिल्लो कति राम्रो छ हेर तिमी कति राम्रो हो कति राम्रो हो तिमी तिमी सेतो म कालो बजे मेरो बजे हाम्रो बजे आउन लाग्यो अब चाहिँ 8 बजे आउन लाग्यो भोलि पर्सि भोलि पर्सि आउला त हाम्रो बजे त्यो म भिडियोमा बजेर देखाउँछु ओहो त्यो पनि हाम्रै बजे हुन् त्यो पनि हाम्रै बजे हुन् ए मावा लागि बजे बसे चाहिँ मावा लागि बजे हेर मावा लागि बजे मावा लागि भिडियो बनाउन लाग्छु महु सक्ने मेरो मावा लागि बजे हुन् पार्वतीले नखानी बाख्रा मासु कसलाई राख्नु त मासु को यो माया गर त म के हो म माया गर माया हेलो साथीहरू कस्तो हुने चाहिँ आज त यस्तो दिमाग खराब मात्रै जतिखेर पनि मेरो दिमाग खराबै हुन्छ अटोलाई त्यही बेलासम्म अटो कुरेको अहिलेसम्म अटै आउँदैन कस्तो के कस्तो बिजोग भएको छ जहिले कुरे पनि अटो आउँदैन मेरो लागि त अटो कहिल्यै आउँदैन यी बाटो हेर्नु खाली छ बाटो पनि कहीँ आउँदैन मात्रै बाइकहरू गइरहेछन् आइरहेछन् अटो भन्ने कुरा आधा घन्टा भइसक्यो बाटोमा बसेको अटो भन्ने कुरा आउँदैन क्या जहिले पनि आउँदैन जहिले कहिले आउँदैन मेरो लागि अटो आउँदैन बरु म कहीँ नजानु पऱ्यो नि अटो त यति लाइन खाली खाली अटो गएर आउँछ कतिखेर आउला हो अटो कतिखेर आउला के कति टाइमपछि अटो आएको छ ठुलो गाडी आयो मलाई मलाई हानेर मर्ने थियो मर्नु भनेर बाँचिहाल्यो अटो हेर पर बाटो अटो आउँदैछ पर बाटो यति 10x लगाउनु पऱ्यो क्या 10x हुँदैन नि कति छ 6x रहेछ नि परदेखि आइरहेको छु अटोको त मान्छेले पनि छेकिहाल्यो कि मान्छे यहाँ अगाडिदेखि आइरहेछ म यहाँ बसेछु बजे अटो आयो ल अटो आइसकेको छ हामी बेलुरी बजार जान्छौँ साथीहरू ओ अटो दुईवटा अटो आयो अहिले त ओ अटो आयो दुईवटा अटो के अटोमा त के पो छ त हौ रोक्छ किन अटो के हो अङ्कल बेलुरीसम्म जानु थियो नजाने रे अर्को अटो भित्र गइहाल्यो त्यहाँसम्म छोडेर उता गइदियो हुन्छ नि ठुल्ठुलो गाडी मात्र छन् अर्को अटो त भित्र गयो जाऊ गएर बस
के थाक्छौ यहाँ बसी आयो आयो भनेको त अटो खास गराइदियो आएर पुगिसकेको छौँ पुगिसकेर अहिले चाहिँ भरत सपिङ सेन्टर हाम्रो बजारले कपडा किन्दै हुनुहुन्छ भनेपछि हामी यहाँ हेर्दैछ भनौँ चाहिँ कपडा निकाल्नु अङ्कल अब कपडा हेर्नु पऱ्यो हामीहरू नास्ता खाएर जान्छौँ घर हेर हेर रेबुहरू लगाउने होला हुन्छ होइन ठुलो अरे ठुलो हो ठुलो भने त हेर्नै भयो हेर्दै हुनुहुन्छ भनेपछि मान्छेहरू आइरहेका छन् गइरहेका छन् भनेको जस्तो हाम्रो कपडा मिलिरहेको छैन बजे यहाँ खोजिरहेको छन् भनेपछि हेर्नुहोस् अब चाहिँ यत्रो ब्याग कसलाई हो रेबिकालाई ए रेबुलाई हो रेबुले ब्याग ल्याउनु भनेछ ल ल हेर हेर ब्याग हेर बजे ब्याग हेर्दैछन् यस्तो मिल्यो यस्तो राम्रो मान्दिनँ नाटन मान्छे छ नि मन पर्दैन हाम्रै बजीलाई चिट्टा बुझाउनु सकिँदैन यहाँ यस्तो कहाँ दोकानमा आएर जस्तै समोसा खान पाइन्छ नि बजी समोसा खिलाउनु भयो बजी नास्ता खिलाउनु पर्छ सबलाई खाऊ सपिङ गरेर आइसकेका छन् बेलौरीबाट अब घर जानको लागि रेडी छन् हामीहरू अटो खोज्दैछौँ हजुर हजुर अटो खोज्न लागेको छन् बेलौरी बजारी अटो पाइएला भने छैन कता गयो अटो हामीहरू घर जान लाग्छौँ बजारमा देख्न सक्नुहुन्छ यहाँनिरबाट है बेलौरी बजार अङ्कल अटो चलाउँदै हुनुहुन्छ यति धेरै सपिङ गऱ्यौँ नि हामीले यति धेरै बजार कति हजार खर्च 5,000 रुपियाँ सकियो यति धेरै सपिङ भयो हाम्रो यहाँ आएर सामान हो यो म हामी चाहिँ घर जान्छौँ म चाहिँ साथीहरू घर पुगिसकेको छु अहिले घर पुगिसकेको छु हामीहरू मेरो घर यहाँ अनि मेरो बाच्छा हेरेँ बाच्छालाई चाहिँ हेरेँ ओ बाबु लौ 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 सो गाइस हामीहरू चाहिँ घर पुगिसकेको छौँ घर पुगिसकेर अब चाहिँ आजलाई चाहिँ यति नै भोलिलाई चाहिँ फेरि हाम्रो सुरुवात चाहिँ भोलिदेखि हुन्छ आजलाई यति नै बाई